चलिरहेको थियो नि त बिचमा त्यो बाटो पनि ढुक्कै रवि 10 वर्षको लागि ढुक्कै सभापति नै हो गरे पनि छ नि त यार रविले पुरै त्याग दियो नि त कहाँबाट अहिले मन्त्री हुने मान्छे न त्यो गर्यो हुन त एक बालेनलाई ल्याएर पनि राम्रो पनि गरे हो बालेनले अब उसले गरिदियो पनि बालेनदेखि पनि रविकै सम्बन्ध रहेछ क्या किनभने चाहिँ बालेन आयो ल हामी पनि बालेन बन्यौँ तर पहिला नै उसले सङ्घर्ष गरेको नि ल रविले उसले त धेरै गरे हो नि गर्नु त सङ्घर्ष गरेर हरेक कुरामा उसले आफूले यहाँबाट छोडिदियो के चाहिँ यहाँ र मलाई चाहिएन तपाईँ बन्नुहोस् प्रधानमन्त्री ल ओके छ 5 वर्ष भन्ने भइदियो क्या हो ढुक्कै मलाई के चाहिएको छैन अब आउँदो अर्को कार्यकालमा 5 वर्ष रवि ढुक्कै प्रधानमन्त्री भएर बस्ने छाँटकाटदेखि आयो कि त्यो प्रधानमन्त्री राष्ट्रपति अब के राष्ट्रपति बालेनै बन्नु पनि सक्छ पछिको कार्यकाल भन्न सक्यो बालेनको त्यसले गरे पारे हिसाबले आठ के उसको 8 चाहिँ एकदम राम्रो छ बालेनलाई गरे पनि सबै नेताले मन्त्रीहरूलाई पढाउने रवि छ नि मेन भित्रबाट चलाउने त बाहिर हेर्दाखेरि बालेनले गरे जस्तो देखिरहेको छ सबै चलाउने भित्रबाट उसले यस्तो गर्नुपर्छ यो गर्नुपर्छ होइन त्यो चाहिँ गरे उसले सबै उसलाई त सबै कुरा थाहा नि त सबै सिधै लास्ट स्टेजमा आएर अब म बन्दिनँ त बन्न त भन्नु पनि ठुलो आँट हो नि यहाँ देशको मन्त्री जस्तो कुरा होइन त्यसले पनि त्यस्तै सोच्ने भइरहेको भए त मै बन्छु होइन जे भए पनि भन्ने आउँथ्यो होला नि त उसलाई नै छोड्न चाहिँ त्याग्नु चाहिँ खतरा त्यागा हो हामी सक्दैनौँ होला जस्तो लाग्छ हामी घरकै सानो कुरामा सक्दैनौँ उसले देशको कुरा निकालिदियो होइन सबै गर्नुहोस् बिन्दास यो सीमाको कुरा नि आयो नि त बालेनले नेपालले नि मिचाएछ भन्यो नि त यो हाइलाइट कस्तो भने चाहिँ यति भनिदिएपछि अलिकति ऊ जान्छ भन्ने कुरो त अब बुझ्यो नि त यो अनलाइन मिडियाहरूको सबै बुझेको छ नि त यस्तो भनिदिएपछि यो यस्तो यस्तो जान्छ मिच्या पनि छ कि त्यो सानो दिएर आफ्नो ठुलो आउँछ भने त त्यो गर्न सक्यो नि त भन्ने उसको भित्रको सोच क्या त्यो पनि एकदम राम्रो हो यहाँ बुझेन नि त अरू नेताहरूले भने नि यस्तो भन्यो उस्तो भन्यो देशको गौरव घटायो भने नि त्यो त नबुझेरै त भन्ने